भित्तामा बेलुन टाँसिन्छ, हातमा धुवा लेकिन्छ। म आजको भिडियोमा यस्तो एक्सपेरिमेन्ट ट्राई गर्छु, हेरौँ कति रियल हुन्छ कतिवटा फेक। तपाईँले यसको लागि लाइकको बटन दाब्नु अनि यो भिडियो स्किप नगरिकन हेर्नु, किनकि लास्टको म्याजिकहरूले तपाईँलाई चकित पार्न सक्छ। भिडियो स्टार्ट गरौँ। आउनु पहिलो म्याजिक सुरु गरौँ। यो म्याजिक गर्नको लागि तपाईँले यसरी बेलुनमा हावा गर्नुपर्छ अरे। अनि त्यसपछि अब यति गरिरहेको बेला तपाईँहरूले धेरै बेरसम्म गर्नु पर्दो रहेछ यस्तो। अनि यसरी राख्दाखेरि यो टाँसिन्छ अरे। टाँसिएन, हेर्नु त फेरि हेर्नु, मैले कपालमा यसरी यो गरेँ, हेर्नु यति गरेँ र फेरि टाँस्छु, टाँसिएन। यो म्याजिक मैले जति बेरसम्म यस्तो गरेँ पनि यसरी भित्तामा टाँसिँदैन रहेछ, मतलब कि यो म्याजिक एकदम फेक रहेछ। अब हामी अर्को म्याजिकतिर बढौँ। हामीले हातमा धुवा निकाल्ने त पुरा प्रयास गऱ्यौँ तर सकिनँ। यदि मैले केही मिस्टेक गरेँ भने बनाउनको लागि तपाईँहरू मलाई कमेन्ट गर्नु। तपाईँहरूले घरमै ट्राई गर्दाखेरि यो सही भयो भने मलाई कमेन्ट गर्नु। अब हामी अर्को ट्रिकतिर बढौँ। यो एक्सपेरिमेन्ट गर्नको लागि सबभन्दा पहिले तपाईँहरूलाई यो चिया छान्ने यस्तो चाहिन्छ। र तपाईँहरू हेर्नु यो मजाले छानिन्छ, हेर्नु यहाँ मजाले, हेर्नु पानी मजाले छानिन्छ। यो पानीलाई म यो गिलासमा हाल्छु, हेर्नु पुरा भरिहाल्ने। तपाईँहरूले हेर्नुभयो, अब मैले यो गिलास पुरै भरि पालेँ। अब पालो हेर्नु, म तपाईँलाई अघि देखाइहालेँ र फेरि देखाइहाल्छु। हेर्नु छान्नेबाट पानी मजाले छानिन्छ। अब यो छान्नेलाई मैले यस्तो गर्छु, हेर्नु यसरी राखिसकेपछि माथिबाट यो छान्नेलाई यसरी थिचिदिन्छु। यसरी थिचेपछि अब म यो गिलासलाई उल्टो पार्छु। हेर्नु ल, हेर्नु उल्टो पारेपछि अब मैले यसरी छोडिदिन्छु। ल हेर्नु पानी झर्दैन। तपाईँहरूले हेर्न सक्नुभयो एउटा छान्नेले पानी रोक्दो रहेछ, मतलब कि यो म्याजिक एकदम रियल रहेछ। यो भिडियोमा हामीले 3टा एक्सपेरिमेन्ट गरौँ। 3टा मध्ये एउटा रियल भयो, 2टा फेक। हामीले ट्राई गर्दाखेरि भएन 2टा। यदि तपाईँले गर्दाखेरि भयो भने मलाई कमेन्टमा भन्नु। अब आजको लागि यो भिडियोमा यति नै। तबसम्म जय नेपाल, बाई बाई। कस्तो खालको भिडियो आउनु अर्को यो पनि कमेन्ट गर्नु। अनि यो भिडियो आफ्नो साथीहरूलाई सेयर गरेर नबिर्सिनु। अब बाई बाई।